पर्खनुहोस् है, पर्खनुहोस्। एकछिन मेरो कुरा सुन्नुहोस्, ध्यान दिएर सुन्नुहोस् है त। किनकि आज तपाईँले सुन्ने कुराले तपाईँको खानपिन, तपाईँको जीवनशैली र तपाईँको बाँच्ने तरिकालाई सदैवको लागि परिवर्तन गर्न सक्छ। हामी मानव जाति तीव्र गतिमा अघि बढ्दैछौँ, प्रविधि जित्यौँ, संसार जित्यौँ, तर सबैभन्दा महत्त्वपूर्ण यन्त्र भने बिर्स्यौँ। त्यो हो यो शरीर। हामीले यसलाई यस्तो चिजहरूले भरिदिएका छौँ जुन प्रकृतिले कहिल्यै बनाएकै थिएन। नतिजा आज सिङ्गो मानव जाति डुबिरहेको छ, थकान, तनाव, कमजोरी र रोगहरूको दलदलमा। यो प्रकृतिको दोष होइन, प्रकृतिले हामीलाई छोडेको होइन, हामी नै प्रकृतिबाट टाढा भएका हौँ। यो सबै हाम्रो आफ्नै कारणले गर्दा हो र यसको सुरुवात हुन्छ तपाईँको भान्सामा भएको 3 सामान्य चिजहरूबाट, जसलाई तपाईँले बिना सोची, बिना प्रश्न, बिना ज्ञान दैनिक प्रयोग गर्नुहुन्छ। खाना पकाउने तेल, नुन र चिनी। देख्दा सामान्य चिज तर प्रभाव गहिरो र जीवनभरि असर गर्ने। खाने तेल, भान्सामा लुकेको एक प्रकारको मौन शत्रु। मेरो एउटा प्रश्न तपाईँहरूको लागि, यदि शरीरलाई यस्तो इन्धन दिइयो जुन यसलाई पचाउन नसक्ने हो भने अनि के हुन्छ? भित्रै जल्छ, सुन्निन्छ, शरीर थकित हुँदै जान्छ। आज बजारमा पाइने धेरै थरीका तेलहरू के यो साँच्चै खाने योग्य छ त? होइन नि है। कम्पनीहरूले बनाएको तरल पदार्थ मात्रै हो। रिफाइन ओइल, ब्लिच, केमिकल फिल्टर, यसलाई यति धेरै तताइएको हुन्छ कि यसभित्रको प्राकृतिक जीवन नै मरिसकेको हुन्छ। हामी दैनिकै खान्छौँ अनि अचम्म मान्छौँ, मुटु किन कमजोर भयो, शरीरभित्र किन आगो जस्तै जल्ने भयो, शरीर किन कमजोर भइरहेको छ, किन कोलेस्ट्रोल बढ्यो, किनकि हामीले बिहानदेखि साँझसम्म दैनिक यी 3 सामान्य चिजहरू हाम्रो भान्सामा प्रयोग भइरहेको हुन्छ। आखिर विष जस्तै त हो नि यो। प्रकृतिले सधैँ विकल्प दिएको छ। नरियलको तेल समुद्र नजिक वरपर